नमस्कार दर्शकबिन, म खेम आले मगर। आज हामी बायोलोजीका बारेमा छोटो केही कुराहरू हामी हेर्नेछौँ। बायोलोजी भनेको के हो भन्ने विषयमा छोटो जानकारी लिनेछौँ। बायोलोजी भनेको जीवनको विज्ञान हो। हामी मानिस कसरी जन्मन्छौँ, हाम्रो शरीरभित्र रगत कसरी बग्छ, हृदय किन धड्किन्छ, हामी खाना खाँदा शरीरमा के हुन्छ, यी सबै कुरा बायोलोजीले बताउँछ। बायोलोजी केवल मानिस मात्र होइन, जनावर, बोट बिरुवा, किरा फट्याङ्ग्रा, सूक्ष्म जीवाणु र भाइरस सबैको अध्ययन गर्छ। उदाहरणका लागि, बोट बिरुवाले घामबाट खाना कसरी बनाउँछ, जनावरले सास कसरी फेर्छ, रगत कसरी सर्छ, औषधि कसरी काम गर्छ, यी सबै कुरा बायोलोजीसँग सम्बन्धित छ। बायोलोजी भनेको जीवनको अध्ययन हो। हामी आफूलाई, आफ्नो शरीरलाई र वरपरको संसारलाई बुझ्न चाहन्छौँ भने बायोलोजीले अत्यन्तै महत्त्वपूर्ण विज्ञानले काम गर्छ। आजको भिडियो सन्देशमा म तपाईहरूबाट बिदा हुन्छु। सबैलाई नमस्कार। यो चाहिँ बायोलोजी चाहिँ कहाँबाट सुरु भयो भन्दाखेरि करिब सन् 1802 मा दुईजना व्यक्तिले यो कुराहरू पत्ता लगाउनु भयो। फ्रान्सी वैज्ञानिक लेमार्क र जर्मन वैज्ञानिक ट्राभेलसले यो बायोलोजीको नाम दिनुभयो, जसको अर्थ जीवनको अध्ययन भनेर उहाँहरूले नाम दिनुभयो। दर्शकबिन, आजको भिडियो यहाँलाई कस्तो लाग्यो होला? राम्रो लाग्यो भने हाम्रो के मोबाइल टिभी 2M-लाई लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गर्न नबिर्सनुहोला। आउने दिनहरूमा तपाईँले पहिलोचोटि नयाँ भिडियो प्राप्त गर्न सक्नुहुनेछ।